नमस्ते। अहिले एउटा कन्सेप्ट चाहिँ एकदम फेमस हुँदै गइरहेको छ, जसमा धनी र गरिब बिचको खाडल ग्याप चाहिँ अझ बढ्दै गइरहेको छ विथ टाइम। त्यसमा चाहिँ क्लाइमेट रिलेटेड हेल्थ इस्युजहरूले चाहिँ कस्तो खालको रोल खेल्छ भन्ने कुरा चाहिँ म थोरै एक्सप्लेन गर्छु। एउटा यो फेनोमेना हुन्छ जसलाई चाहिँ अनइक्वल डिस्ट्रिब्युसन अफ क्लाइमेट हेल्थ रिस्क भनिन्छ। अब यसमा चाहिँ के हुन्छ भने मान्छेको गुड हेल्थको चाहिँ सर्टेन डिटर्मिनेन्ट्सहरू हुन्छन्। सोसल डिटर्मिनेन्ट अफ गुड हेल्थ भनेको राम्रो स्वास्थ्यका केही डिटर्मिनेन्टहरू हुन्छन्। त्यसमा सबैभन्दा पहिलो भनेको चाहिँ लाइभलीहुड हुन्छ। त्यस पछाडि चाहिँ इक्वालिटी हुन्छ र इक्वालिटी सँगसँगै उसले पाउने एक्सेस टु हेल्थ केयर, स्वास्थ्यसँगको पहुँच, समानता पनि भइ नै हाल्यो, इक्वालिटी र इक्विटी। अनि त्यस पछाडि अर्को एउटा फाइनल पोइन्ट हुन्छ सोसल सपोर्ट। अब जेनरली त्यो भल्नरेबल ग्रुप भनेको चाहिँ के हुन्छ भने यो सबै डिटर्मिनेन्ट्सहरूमा अलरेडी कमजोर हुन्छ। जस्तै एक्जाम्पलको रूपमा चाहिँ तपाईँले एकदम हाई अल्टिट्युडमा बस्ने कुनै समुदाय, अथवा लो ल्यान्ड तराईको पनि खोलाको छेउछाउमा बस्ने, अथवा अलिकति मेन स्ट्रिमबाट टाढा बस्ने कुनै ग्रुप अफ पिपललाई लिनुभयो भने ठ्याक्क रिलेट गर्न सजिलो हुन्छ। उनीहरू अलरेडी सोसल जुन डिटर्मिनेन्ट्स अफ गुड हेल्थ हो त्यसमा कम भइरहेको हुन्छ। अब यो क्लाइमेटको कारणले चाहिँ के हुन्छ भन्दा एक्सट्रिम इभेन्टहरू आउँछ। एक्सट्रिम इभेन्टले चाहिँ अब म्याक्सिमम पानी पऱ्यो अथवा धेरै समय पानी परेन, मानले धेरै पानी पऱ्यो, के हुने भयो भने फ्लड आउने भयो, बाढी। अब त्यो फ्लडले माथिल्लो रिजनमा भएको मान्छेको चाहिँ त्यहाँको लाइभलीहुडलाई बगाएर लिएर जाने, ल्यान्डस्लाइड पहिरोहरू आउने हुने भयो भने तल्लो रिजनको मान्छेको चाहिँ अब त्यो बाढीले उनीहरू बसिरहेको ठाउँलाई असर गर्ने भयो। भनेपछि अब त्यस अलरेडी उनीहरू भल्नरेबल थियो, झन् अझै भल्नरेबल भयो। अझ त्यसमा पनि त्यहाँभित्र पनि अझ सब ग्रुपहरू हुन्छ। जस्तै वुमेन चाइल्ड बियरिङ वुमेनहरू, अनि सँगसँगै आउँछ बच्चा, अनि बुढो मान्छेहरू, अब दीर्घ रोग लागेको क्रोनिक डिजिजहरू भएको मान्छेहरू, उनीहरू चाहिँ त्यो विभिन्न हेल्थ इस्युहरूमा उनीहरूले एक्सेस पाउँछ। अनि यो ग्रुपलाई चाहिँ सानो खालको हेल्थ इस्युले पनि छिटो एट्याक गर्छ। उनीहरूमा चाहिँ एक्सट्रिम जस्तै अब इन्फेक्सनहरू हुने, अनि रोगसँग लड्ने क्षमता कम भएको भएर सामान्य रोगले पनि छिटो प्रोग्रेस लिने, त्यो खालको चिजहरू फास्ट हुन्छ। अनि मेन कुरा चाहिँ उनीहरू आफ्नो लागि फाइट गर्ने एबिलिटी जुन हुन्छ, त्यो फाइट गर्ने एबिलिटी कम भएको ग्रुपलाई चाहिँ हामी बडी भल्नरेबल ग्रुप भन्यो। त्यो मान्छेहरू चाहिँ अब के भयो, विभिन्न एक्सट्रिम इभेन्टहरूको कारणले गर्दा रोग र अनि बेसिक लाइभलीहुडलाई नै असर गर्ने भयो। अनि त्यो रोगसँग जुझ्ने क्रममा उनीहरूसँग भएको अलिकति केही रिसोर्सहरू छ भने पनि त्यो त्यसमै युटिलाइज हुने भयो। भनेपछि उनीहरू अलरेडी जुन लेभलमा छ त्योभन्दा अझ तल्लो स्तरमा गएर अनि त्यहाँबाट माथि उठ्न नसक्ने खालको इस्यु हुन्छ। अब त्यही ठाउँमा चाहिँ अरू क्लास अफ पिपललाई पनि त्यसले असरै नगर्ने भन्ने त हुँदैन। अब जस्तै बाढी नै आयो, पहिरो नै गयो भने चाहिँ अब पक्की घर पनि जान्छ, सबै घर जान्छ। तर जेनरली के हुन्छ भने मिडल क्लास, अप्पर मिडल क्लास, इभन लोवर मिडल क्लासको नि केही मान्छेहरूसँग चाहिँ बेसिक डिटर्मिनेन्ट्स चाहिँ पुगेको ठाउँमा उनीहरू बसिरहेको हुन्छ भने चाहिँ असर कम पर्ने भयो, सेम इभेन्टको पनि असर कम पर्ने भयो। भनेपछि एउटा कम्युनिटीले चाहिँ त्यसलाई रेसिस्ट गर्न सक्यो र अर्कोले चाहिँ रेसिस्ट गर्न सकेन भनेपछि त्यसले चाहिँ के गर्ने भने ग्याप बढाउने भयो। यो चाहिँ अब यसको एकदम मैले जेनरलाइज गरेर भनेको फेनोमेना हो। यसमा नि अझ धेरै कुराहरू हुन्छ जुन कुरा मैले नि कभर गरेको छैन अहिले। अब यसको एउटा कमन सल्युसन चाहिँ एकदमै क्लासिकल एउटा कन्टेम्पोरेरी सल्युसन भनेको चाहिँ सस्टेनेबिलिटी नै हो। जस्तै कुनै बस्तीहरू बसाउनु छ भने हैन, अब अहिले खोलाको छेउमा बसेको मान्छेहरूलाई हटाउने कुराहरू एकदम भइरहेछ। जस्तै कुनै बस्ती बसाउनु छ अथवा कुनै डेभलपमेन्टको एक्टिभिटी गर्नु छ भने त्यसको सस्टेनेबिलिटी, अनि त्यसले चाहिँ एक्सट्रिम इभेन्टहरू आउँदाखेरि अथवा धेरै त्यसमा चाहिँ प्रेसर पर्दाखेरि त्यसले थेक्न सक्छ कि सक्दैन, रेजिलियन्ट कतिको छ भनेर चाहिँ रेजिलियन्ट र सस्टेनेबिलिटी ख्याल गरेर चाहिँ डेभलपमेन्ट एक्टिभिटी, त्यसबाट ह्युमनको इन्भल्भमेन्ट भएर मान्छेले बस्ने बस्तीहरू, ती सबै कुराहरू त्यसरी बनाइयो भने मात्रै एक्सट्रिम इभेन्टहरूले कम इफेक्ट गर्छ। अनि त्यसको फाइदा त्यो भल्नरेबल ग्रुपले लिन पाउँछ र उनीहरू चाहिँ कम इफेक्टेड रहन्छ। त्यो एकदम
बेसिक लेभलको सल्युसन भनेको सस्टेनेबिलिटी नै हो। त्यसबाहेक अब गभर्नमेन्टबाट गर्न मिल्ने कुराहरू, इन्टरनेसनल लेभलको कुराहरू, पोलिसी रिलेटेड कुराहरू त डिफ्रेन्ट हो, तर एकदम मान्छेले पनि आफैले इन्भल्भ हुँदाखेरि पनि ख्याल गर्न मिल्ने कुरा र सबैभन्दा पहिला ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ सस्टेनेबिलिटी अफ एनी डेभलपमेन्ट एक्टिभिटिज द्याट वी पर्फर्म नै हो। थ्याङ्क यू।